हेलो एभ्रिवान, नमस्ते सेवा सबैजनालाई गुड मर्निङ अनि फेरि पनि स्वागत गर्न चाहन्छु मेरो नयाँ भ्लगमा। सो न्यू डे न्यू भ्लग 2081 सालबाट 2082 सालमा भिडियो स्टार्ट गर्दैछु मैले चाहिँ। अनि म चाहिँ भर्खरै उठेको, सो आज चाहिँ के भयो मुखै नदिई भिडियो स्टार्ट गरिरहेको छु। अनि आज चाहिँ 8 बजिसक्यो। म चाहिँ ढिलै उठेँ किनभने म टाउको दुखिरहेको छ कि अलिक, अनि सुत्नै पाएन। हाम्रो यता के गर्दै हुनुहुन्छ दिदीहरू? मयुङ जाँदै हुनुहुँदो रहेछ। ह्याप्पी न्यू इयर सम्झना नाना, कहाँ हिँड्नु भएको? ह्याप्पी न्यू इयर, ह्याप्पी न्यू इयर, ह्याप्पी न्यू इयर। के हो बाहिर नआउनु नि हो छ्या। यो बिहान उठेर पेतार रुपी टाउको देखेर ढल्किरहेको। ह्याप्पी न्यू इयर। के भयो तँलाई? सबैजना घुम्नु गयो, पित्तुले अहिले भ्लग बनाउँदैछ। कहाँ भन्नु हामी पनि घुम्नु कहाँ जाने? उता हामी पनि घुम्नु जानुपर्छ अब। हामी खोलामा जाने हो आज। एक घन्टा त लाग्छ। ओराला त गुटुङ टु नाइटिङ फन्डिङ पालामा कुर्या। हामीलाई नै 1 घन्टा लाग्दैन झर्नु त है। झर्नुलाई त 1 घन्टा त्यस्तो ओराला त्यस्तो हाम्रो चाहिँ यहाँ ठाउँको ठाउँ प्लानिङ भइसक्यो। एकछिन भयो नि ठाउँको ठाउँ प्लानिङ भइसक्यो, नयाँ वर्ष कसरी मनाउने भनेर हैन। आज हामी जाने, हामी के खाने? चटपटे केक कस्तो नि यहाँनिर केक पाउने भइदियो। केक त कहाँबाट उगो भैँसीको गोबर यसले बोलेको हेर नि। अन्त नि यहाँ कहाँबाट केक ल्याउनु भनेको बेलामा चाउचाउ र चटपटे त पाउँदैन। केकको कुनै नगर्नु कम्पनी ल्याइन्छ र मात्रै त्यही त। के गर्नु भने काकाको ढङ्गा धेरै पुगी गयो क्या हो। अझै गर्ने दिदी ए पिँडालु सिनु भएको रे, पानी धेर लाउनु भएछ काकाले। फाल्दिँदा भयो नि। म चाहिँ नुहाएर फ्रेस भइसकेँ अनि मलाई चाहिँ खाना खान जानु पर्खिराख्नु भएको छ 2 जना ज्ञानीहरूले। सो त्यही भएर अब खाना खान जाने होइन? आउनु हेर्नु यतिको नक्कल चाहिँ। वेलकम मेरो भ्लगमा स्वागत छ तपाईँलाई। म चाहिँ सम्झना प्लस रेस्ट पनि है। प्लस रेस्ट पनि मेरो नाना। ओइ आइज न। के मान्छेले फेटा योलाई चाहिँ चिन्नु हुँदैन, पहिले पनि देख्नु भएको छैन, यसलाई पनि परिचय गराउनु पर्ने हुन्छ। सेतो भेडा भनेको चाहिँ यही है, कमेन्ट गरेर सोध्नु भएको थियो क्या को भनेर। सो यही हो। जम अब हामी यसले के मयुङमा त्यो सेतो ज्याकेट लगाएको बेला मैले यहाँ यता चाहिँ हाम्रो सेतो भेडा भनेको थिएँ, कति धेरैले कमेन्ट गर्नुभएको रहेछ कि। सो अब चाहिँ खाना खानु हिँडेको। आज खाजा खानु नगएर होला, मलाई खाजाकै टाइम जस्तो फिल भइरहेछ कि। ओहो कति न्यानो घाम लागेको त नि। अब त पानी पनि नपरोस्। यो मकै चाहिँ कसले सर्नु भएको? सबैजनालाई 3 बजे ठ्याक्कै लाग्यो। त्यति बेला भेजेको म उठिरहेको थिएँ। म मात्रै सुत्छु, मर्ने गरे। नुहाए नि सर, कपडाहरू धुनु। फेरि वर्षभरि अल्छी भयो भनेर नि। आज नुहाएपछि वर्षभरि नुहाउँदैन। नारायण दाजु, आज न्यू इयर कसरी मनाउने प्लान छ तपाईँको? बिहान नुहाइयो। ए सबै नुहा आज? म बाइक न्यु इयर त्यसरी मनाउने। आई एम बाइक चिसो पानी नुहाइयो। तपाईँ नि नुहाउनु भयो क्या हो? मैले त लगभग 5 महिना अगाडि नुहाएँ। ओ माइ गॉड, 5 महिना पछि नुहाउँछु। दसैँमा ठ्याक्कै दसैँमा नुहाउनु बिचार नङ भाज्यो साथीहरू। कि अब चाहिँ खाना खानु पर्छ। अब खाना खाएर हिँडेको किचन, अनि खाना खाइसक्यौँ। यो चाहिँ जति बेला पनि फतेउरी कस्तो र पिचिर गरिरहेको छ हौ होइन। हाम्रो चाहिँ चल्लीहरू पनि छ। यहाँ थियो नि नाना, अहिले पो छैन। जानिस् तैँले
लग्नु भयो नि पुष्पा नानाको थियो अनि पुष्पा नानाले पो लग्नु भएको त हजुर त्यस्तो हो नि गाइस यो यस्तो हावा बोल्छ कि माथिको जाने अनि रेडी भएर मेरो त सुटिङ छैन बट म त तर एक्सिटिङमा हिँड्न लागेको आउनु नाना चाहिँ यहाँ रेडी भएर आमा आमा जम ए होइन खाना रे सबैजना गइसक्नु भयो अब हाम्रो टर्न मैले भित्र सर्ट हालेको कस्तो देखेको छ सो अब चाहिँ गएर हामी सुटिङ गर्ने अनि फर्केर आउने त्यस्तै हुँदैछ रहिनी आमा यहाँ रेडी भयो अझै अर्नामेन्ट्सहरू लाउनु बाँकी छ है अनि त्यसपछि चाहिँ पक्का रहिनीवाला भाइब्स आउँछ है आमा हजुर अनि होइन सम्झना तामाङ उहाँ मगर म राई यता काका सबैजना हामी मिलेर जाँदैछौँ अरू चाहिँ अगाडि गइसक्नु भयो बाई बाई होइन हौ तपाईँ सँगसँगै जाने हो हामी पनि अनि त्यही हो हाम्रो जीवन सरको निवास चाहिँ यहाँ चाहिँ कति सानो घर छ एकजनाको घर बनाउँदादेखि हाँसेको यो घर देखेर अहिलेसम्म मलाई हाँस उठ्छ यो इन्जिनियर त मान्नै पर्छ नि यत्रो छ टोयलेट जत्रो घर यत्रो त कस्तो बच्चाहरू कहिले कहिले आउँछ कि अनि त्यहाँदेखि सरलाई बोलाएर ल्या सर त टोयलेट जानु भएको रहेछ भनेर भनिदिन्छ क्या है अस्ति पनि भनेको थिएँ नि एउटा बच्चाले अनि मलाई यस्तो हाँस उठ्यो अनि जाउ त होइन भनेर पठाएको नि ए होइन टोयलेट होइन रहेछ साँच्चीकै रहेछ घर रहेछ भन्छ क्या सानो छ नि त अनि उहाँलाई चाहिँ लेख्नको लागि अब आफै बस्नुपर्छ अलिक शान्त वातावरण चाहिन्छ सो त्यही भएर हो आलु बसे अब यहाँ चाहिँ हाम्रो विश्राम गर्ने ठाउँ हिँड्नु सक्दैनौँ हामी खै अलिक आधी छु देख्यो हेर यहाँ डिजाइनको हुन्छ नि खै नाना यो फुल लाउनु यत्रो पुच्चुका हाने क्या है राम्रो देखियो एकदम ब्युटीको जाउँ फेरि चाहिँ मेरो घरै गाइजहरू कथाको घर हो नि फेरि रियल घर चाहिँ होइन जहाँ फोन बिर्सिनुहुन्छ है अरे है गाइजहरू 3 जना थपिनु भयो यहाँ बसिराख्नु भएको रहेछ सो के अरे जाउँ चिन्नेले कमेन्ट गर्ने घाँस दिँदो रहेछ खर्सु कि क्या यसको नाम खर्सु हाम्रो सुटिङ गर्ने घर चाहिँ ए आमा सरी यही हो हजुर दाजु हेलो हेलो सेवा कहाँसम्म पुगेर आउनुभयो दाजु कतिको गर्नु फेरि माग्नु आएको यहाँ बाहिर आउनु त के को लागि यस्तो रेडी हुनुभयो हौ तपाईँ के को लागि यस्तो रेडी हुनुभएको आम्मा मगनी रित छ देउली नाच्नको लागि चाहिँ हामी एकछिन है दाजु पक्षबाट आए बेहुला भनेर झुक्किन्छ नि सर यहीँ के अरे यहाँको रुममै बसेको थिएँ निधाएछु अनि भएर चाहिँ सिन पनि सकेर हल्ला गर्न थालिसक्नु भएछ भए जस्तो छ नि यहाँ त छोरी माग्न आउँदा यस्तोमा रक्सी लिएर आउनुपर्छ है साथीहरू मटिया यहाँको रक्सी चाहिँ कसले खायो सुमी सर बाँडिदिनु भयो
छोरी माग्न आउँदा चाहिँ यस्तो लिएर आउनुपर्ने छ यस्तोमा मटियामा रक्सी राईहरूको चाहिँ म पनि रही नि हो बट मलाई चाहिँ त्यस्तो धेरै थाहा थिएन नि त तँलाई त यहीँ ठिक थियो कि कसले बाहिर निकाल्यो यसलाई कसैले बाहिर ननिकाल है भाले पो अन्डा पार्छ भाले फेरि कहाँ अर्कोको त नाम्रै छैन यतामा सानो बोक्दा खाली कोरकुरी देखायो नि उल्टो उल्टो नाम भन्छस् र मलाई खास टाउकुम बोक्दा कत्रो देख्दो रहेछ अलिक नाम छोटो भयो कि अलिक नाम्रो लामो बना न अझै लामो बना डोको ठुलो छ त्यतिको चाहिँ हुन्छ होला अर्कोको त नाम्रै छैन केमा बोक्नु रे सूर्य दाजु यो पहिला के डोकोको नाम खोज्दै थियो नाटक जा कस्तो सर्ट्स दिनु गएको त्यहाँनिर देखिरहेको छ डोको बोकेर मस्त घाममा उभिरहेको रहेछ डायलग हेरिरहेको छ डायलगमा कन्फ्युज भएछ कि सो अनि म चाहिँ अब त्यतिकै बसिरहेको नि त अनि गर्मी भयो बाहिर पैसा निकाल्नु अनि दिन्छौँ लुकाइदेऊ क्या त्यही त भनेको यो ल हेर्नु पर्यो टक्क छोरी म 1 लाख न 2 लाख न जुत्ता हरायो जुत्ता हरायो बेउलाको जुत्ता हरायो जुत्ता दुईको हरायो कसले लाग्यो झगडा गरे कि सल्लाह गरे नारायण दाजु झगडा गरे कि सल्लाह गरे राईहरूको सल्लाह चाहिँ यस्तो हुन्छ 3 गाउँ थर्किहाल्छ फेरि न्यु इयरको दिन त नि यो वाइवाई चाउचाउ खायो भने त वर्षभरि खानुपर्छ अरे मतलब हामी आज जे गर्यो त्यही वर्षभरि गर्छ भने त चाउचाउ खाँदैन नि त होला नि त भन्नु खोजेको होइन यही त आज चाउचाउ खायो भने वर्षभरि वाइवाई खाइनु पर्यो सुमै साथीहरू भाइ पछाडि छ ढुङ्गा माटेकै हुन्छ जायो घर हौ त्यसो नभन दुईलाई पनि मर्छ यो हामीले रोपे यो यत्रो भइसकेछ है साथीहरू अब यो खनेर पनि हामीलाई खानु दिनुभए त हुन्थ्यो नि ए मलाई चाहिँ नि साथीहरू यो स्ट्रबेरी सेम यो स्ट्रबेरी खानु मिल्छ नि कस्तो मिठो हुन्छ सो मलाई चाहिँ मिठो लाग्छ है यो चाहिँ स्ट्रबेरी हाम्रो त्यो घरमा फल्ने स्ट्रबेरी भन्दा चाहिँ अलिक सानो हुन्छ तर सेम फ्लेभर चाहिँ स्ट्रबेरीको आउँछ कि शशी गयो त शशीले उठाइहाल्छ नि ओके अब गाउँघरमा धुने चलन हुँदैन साथीहरू फ्लेभर त सेम हुन्छ नि सो फर्स्टमा चाहिँ त्यस्तै हो सुटिङमा अलिक गाह्रो हुन्छ हामीलाई आइरहेको हुन्छ फर्स्टमा क्यामेरा बेकार त्यतिकै चाहिँ भनि पनि रहेको हुन्छ डायलगहरू मजाले नै भनिरहेको हुन्छ क्यामेरामा चाहिँ डराइन्छ त्यो फर्स्ट डे हो नि त तपाईँको अनि क्यामेराबाट अलिक भएर ए बानी हुन्छ नि तपाईँलाई 1-2 दिनमा कस्तो चिल हुन्छ जे कुरा पनि बानी हुनुपर्ने होइन यतिको काम होइन भन्छु भनेको आवाज पनि नआएको के त्यस्तो हुन्छ त्यो मनमा डर हुन्छ नि त क्यामेराको अगाडि ला कि बिगारी पो हाल्छु कि भन्ने टाइपको फिल हुन्छ त्यही भएर होइन कि भन्ने टाइपको पनि हुँदो रहेछ त्यही भएर हो चिल 1-2 दिनमा प्याट भन्ने हुन्छ
हल्ला गर्दै हिँड्दै हुनुहुन्छ हाम्रो दाजुहरू चाहिँ। मैले काब्रा भनिरहेको थिएँ साथीहरू, बट काब्रा चाहिँ होइन रहेछ कि लास्टमा। यो चाहिँ मैले हिजो काब्रा लबर पात रहेछ नि, मैले काब्रा भनिरहेको थिएँ। म त काब्रा होला भन्दै थिएँ बाबा, म त हिजो काब्रा भनेर खाइदिएँ नि। हो खाँदा के हुँदैन, हो खानै पर्ने हो। टरु टरु सही कुरा हो यो, खाँदा तपाईँले खानुभयो। हजुर। शरीरबाट कुनै बिमार कस्ता छ भने यसले दबाई गराउँछ। ए हो र बाबा। अनि पानी पराक दिमाग खराब अलिक पनि हो, त्यसलाई बहुत नखाँदा मिठो बहुत न। खोइ अरूहरू चाहिँ हाम्रो सरहरू चाहिँ ल्याउनु भएको बुहारी। सरहरू त माथि नै बसिराख्नु भएको छ बाबा। हुक्कामा आइहाल्यो। अहिले त दिनै पानी पर्नु थालिरहेछ हौ साथीहरू, के भगवान् हो माइ गड। यहाँ त यस्तो धेरै पानी पर्छ, दिनै पानी पर्छ, दिनै पानी पर्छ अचेल त। अनि आज त नयाँ वर्ष हो नि, अनि यसो झन् हामी त मासतिर गयौँ, सुटिङ थियो अरूहरूको, मेरो चाहिँ थिएन। अनि सुटिङ हेऱ्यौँ, बस्यौँ, अनि अहिले पनि पानी पर्न लाग्यो। मेरो अघि नारायण दाइले किरा भनेर टिभी यस्तरी चिमटेर यो कोठी झन्नै निकालिदिनु भयो। म कस्तो दुखिरहेको छ अहिले। पानी पर्नु थाल्यो साथीहरू, पानी पर्नु थाल्यो। अब यस्तो चिसो छ, पानी पर्नु थाल्यो। खाजा चाहिँ खाएर आएको म, तर पनि खाना खानु जानु पिर पऱ्यो। बत्ती पनि गयो लाइन पनि छैन, गारङगुरुङ गर्दैछ। मलाई चाहिँ चटपटे खानु बोलाउँदै हुनुहुन्छ तलबाट। ओहो मेरो एउटा सिक्रेट चाहिँ के छ भने नि साथीहरू, यो गारङगुरुङ गर्दाखेरि चाहिँ म ओपरै धेरै डराउँछु कि। यसरी म हिँड्दा हिँड्दै गारङगुरुङ गऱ्यो भने त कहाँ दौडेर गएर कहाँ कुनामा लुकिसकेको हुन्छु म, कस्तरी डराउँछु भने म। अनि पानी पर्दैछ नि त, अनि माथि रुममा आफै सबै किचनमा छु, त्यही भएर म चाहिँ हतार हतार किचन झर्दैछु। अनि पानी पर्नु स्टार्ट गरिसक्यो। सो एकदमै चिसो मौसम छ है। नमिठो चमिलो त नुन पनि लागेको छ यहाँ बुढामा पनि। यो चटपटे नै हो। अहिले फेरि ससित बनाएर पनि दिनु छ, के भन्नु चाक चाहिँ। सो बस मिठै होला, नुन लगाएपछि यो पनि मिठै हुन्छ। मिठो हो कि नमिठो हो कि? म चाहिँ भोलि बिहानसम्म खाँदैन, पर्सि बेलुकादेखि यता टन्नमा पनि हामी भुजा लिन जानुपर्छ माथि काम बित्तिकै। नखानु पर्यो म त। किन अघि भर्खर पनि चल्छ खाएको, जुसर आएकै छ छैन है। मन थालो साथीहरू। तपाईँहरूलाई नै खिच्या पानी पर्यो। अब भातको सट्टा खाएर बाटो लाग्न आँट्नुभयो उहाँहरू चाहिँ भनेर। कत्रो पानी पर्न थालेको नि हेर्नु। लोकल कुन आउँदैन सर। यहाँ माथि थियो नि त्यो बुङसुट भएको घरमा भाले थियो सेतो, यिनीहरूले सानो पनि थियो। बाउ मात्रै हुँदा फकाइ ल्याउनु पर्थेछ, अघि नै मिस्टेक भइहाल्यो नि। दिने मुडमा हुनुहुन्थ्यो अघि त बाबा। आज नयाँ वर्ष आज नयाँ वर्ष साथीहरू। मलाई चाहिँ बिहान बिहान चुना लाग्यो नि, मोबाइल फुटेर नि मेरो चाहिँ मर्की लागेर नि आवाज धुवाले गइरहेछ। तपाईँको भन्दा गाला मेरो ठुलो होइन नि, मेरो डल्ले छ नि। तपाईँको लाम्छ म डल्ले। बिहान बिहान चुना लागेर साथीहरू भन्नुहुन्छ नि, बिहान बिहान चुना लाग्यो। मेरो फोन फुट्यो, उठ्नु बित्तिकै के चकचक गरेँ म। अनि मेरो पकेट सानो थियो नि, अनि म पकेटमा बोकेर थिएँ, ड्याङ्गे झर ड्याङ्गे फुट्यो। म त टुवा अनि थपक्क टिपेँ, के अरे सरक्क भित्र लाग्यो। के गर्नु त अनि झन्डै रुएँ म। रुएँ होइन एकपल्ट। सासी कला कहाँ गएको तल साको छु। पानी पर कपाल खोलिएछ, पानी पर कस्तो चिसो।
सो फाइनली साथीहरू आजको दिन चाहिँ यसरी नै बित्यो अनि म चाहिँ बिरामी भएँ, टाउको दुखिरहेको छ। सो न्यु इयर त्यस्तो केही मनाएन पनि हामीले चाहिँ अनि म चाहिँ टाउको दुखेर एकदमै गाह्रो भयो अनि सुतेर भर्खर उठेको अनि फेरि अहिले पनि औषधि खाएर फेरि सुत्न लाग्यो। सो आजको भिडियो चाहिँ यस्तै भयो। सो जे जस्तो भए पनि हजुरहरूले अन्तिमसम्म हेरिदिनु भयो। सो थ्याङ्क्स फर वाचिङ। सबैजनालाई धेरै धेरै धन्यवाद अन्तिमसम्म भिडियो हेरिदिनु भएकोमा अनि अझै धेरै साथ सपोर्ट माया गरिदिँदै जानुहोला भन्न चाहन्छु। सो ओके बाई बाई।